यो कालो बहिनी मैले बहिनी भनेर रेस्पेक्ट गरेर हुन्छु। इभन अभिषेक दाजु भन मलाई, मैले भनिरहेको हुन्छु भने हैन, अभिषेक दाजु भन भने म इभन आफै भनिरहेको हुन्छु के। सो वाट द ह्याक भन्ने हुँदैन गाइज। मलाई पनि, म पनि मान्छे हो, मलाई पनि चित्त दुख्छ। अभिषेक तिम्रो बुद्धि हो, त जस्ता फेकेको चाहिँ बुद्धि, मेरो चाहिँ बुद्धि, तिमीहरू जस्तो दिमाग चाहिँ कहिले पनि आएन ब्रदर। कसैलाई गएर नराम्रो भन्ने, कसैको फेक एकाउन्ट बनाउने, दुनियाँ कसैको चेलीबेटीको फोटो ल्याएर हाल्ने, त्यस्तो चोर आइडिया चाहिँ जिन्दगीमा आएन। बुझ्यौ नि तिमीहरू? यति कुरा चाहिँ बुझिरह। तिमीहरू सबै जसले गरेछौ नि, एक न एक दिन असलियत आउँछ के, बुझ्यौ नि? अनि अर्को कुरा, कुसुमको बारेमा के लेखेको छ यसले? कुसुमको बारेमा नि भन्दैछु गाइज। दाजुलाई कुसुमको बारेमा लेखेको है यसले। मेरो भान्जीलाई औँला उठाउनु भन्दा पहिला 20 चोटि सोच्ने गर। फेक एकाउन्टहरू एउटा कुरा सुन, तिमीहरूको तैँले जसरी सोचेको छस् मेरो भान्जी त्यतिसम्म कि छैनन्, बुझिस्? मेरो भान्जी भनेको इमान्दार, आफ्नो काम गरेर खाने र आफ्नो दुःख गरेर खाने मान्छे हो। कसैलाई ठगेर, कसैलाई के अरे दुनियाँथरी गरेर हिँडेर खाने मान्छे होइन मेरो भान्जी भनेको, बुझिस्? आफ्नो कर्म र आफ्नो उसमा दुःखमा भर गरेर खाने मान्छे हो। सुन के भनेको छ। दाजुले अनेक नचाहिने कुरा लगाएर झगडा गराउन सफल भएको भनेर आयुषको बहिनी खुसीले नाच्दै। तर एउटा कुरा याद राख्नु कुसुम, कहिले कहिले चाहिँ झगडा गरेको देखिसौ तैँले? कहिले चाहिँ झगडा गरेको देखिस्? मेरो भान्जीले चाहिँ दाजु र के अरे कसको बारेमा कुरा लाग्यो कहिले देखिस् तैँले चाहिँ? भाइ मेरो घरको कुरा चाहिँ तँलाई कसरी थाहा भयो? जो कि हुँदै नभएको कुरा चाहिँ तपाईँलाई थाहा कसरी हुन्छ? फेक एकाउन्ट बनाएर दाजुलाई झगडा गऱ्यो अरे, के बोले? आयुषको बहिनी खुसीले नाच्यो। तर एउटा कुरा, ए भगवान्, आयुषको नाम लिएर तपाईँहरूलाई खान रुच्दैन? के चाहियो समाचार? अब के समाचार चाहियो? आयुष बिना त यो टिकटक चल्दैन हो के हो? चलाइरहेछौ त यार, तिमीहरू आफ्नो गरेर खाऊ न, उसकै पछि किन लागिरहेछौ बारम्बार भने के? कुसुम तिमी पनि केटी मान्छे हो, तिमीले जस्तो तिम्रो भाउजूलाई गर्छौ नि। के बोले? के बोले? को भाउजूलाई चाहिँ के गर्यो कुसुमले? उसलाई के गर्यो कुसुमले? गाइस लेक्चर दिने दुनियाँ फेकेबाट आएर गाइज, स्पेसली दिस नेपाली पिपल। गाइज नेपाली पिपल भए पनि अरूको माथि चरित्र हत्या गर्ने हो? पृथ्वी गोलो छ अरे, वाट द हेल यार। मेरो भान्जीको पछाडि चाहिँ किन लागिरहेको छु? के गरिदिएको छ कुसुमले? र अनि के अरे अब भएन भनेर गाइज न्यू कपाल अरे के, हेर्नु है, न्यू कपाल अरे गाइज। यो तपाईँहरू जतिजना मेरो रेगुलर्स भ्युअर्स होइसिन्छ हजुरहरूलाई थाहा छ, मैले जहिले पनि बहिनी भनेर बोलिरहेको हुन्छु। अर्को कुरा, मैले भिख माग्ने यो फेक एकाउन्टले भिख मागेको भनेको चाहिँ यसले चाहिँ मलाई कति भिख दिएको रहेछ त गाइज? कति दिएको रहेछ यसले मेरोमा भिख? एन्जलसिस हजुरहरू होइसिन्छ, होइसिन्छ मेरो लाइफमा। हजुरहरूले देखिराख्छ हुन्छ, हजुरहरूले हानिराख्छ हुन्छ। यिनीहरू यो फेक एकाउन्टले चाहिँ कति दिएको रहेछ मलाई थाहा छ हामीलाई। फेब्रुअरी बहिनी न्यू कपाल अरे गाइज, लाज छैन। अनि अर्को कुरा, अभिषेक के अरे आफ्नो बुढी लुकाएर दुनियाँलाई भिख माग्दै अरे के मलाई चाहिँ गाइज, होइन? मैले बुढी लुकाऊँ कि मेरो गर्लफ्रेन्ड लुकाऊँ कि मेरो बुढी लुकाऊँ कि मेरो बुढीलाई सजाएर राखौँ कि, नन अफ योर बिजनेस ब्रो। कुकुरो ब्रो बुक सरी होइन एन्जलसिस, मलाई त लास्टै स्टोरी हो कि कसरी भन्न सकेको भने कि हुँदा ल मलाई भन्यो मलाई रिस गरेर मैले टिकटकमा राम्रो गरेर आएको भएर रिसले भन्यो। टिकटक मैले राम्रो पनि के गरेँ गाइज, म लाइभ आउँछु यत्तिकै हजुर माया गर्ने मान्छेहरू आइसिन्छ र म बसिरहेको हुन्छु, होइन? आफ्नो आगमा भैँसी हिँडेको देख्दैनन् अनि अरूको आगमा जुम्रो खोज्नेहरू सबै गोरु हुन् भाइ, पिर नलिनु रे। कार्की दाजु थ्याङ्क यू सो मच कार्की दाई। यस्तो छ दाइ, किनभने मेरो फोटो हाल्यो रिसले, ल ठिक छ, मलाई गाली गलौज गर्यो, ठिक छ, मैले कुनै मिस्टेक गरेँ भने म खुसी हुन्छु। मैले भने त यदि मैले मिस्टेक गरेको भयो भने म सरी पनि भन्न त्यहाँ, तर मैले कुनै मिस्टेक गरेँ छैन। तर मेरो उसमा आएर म हजुरलाई देखाउँछु गाइज, पक्नु सी
के लेखेको छ भने अभिषेक गाइज त्यो मामा पनि भन्नु पर्दैन, मलाई चाहिँदैन तपाईँहरूको मामा भन्ने शब्द पनि मलाई चाहिँदैन है, यसरी फेक एकाउन्ट बनाएर चाहिँदैन। बिन्ती छ, मलाई मामा पनि भन्नु पर्दैन। म मेरो आफ्ना भान्जा भान्जीको मामा होला, बरु म त्यही ठिक छ, मलाई चाहिँदैन तपाईँहरूको रेस्पेक्ट है प्लिज। अर्को कुरा, अभिषेक मामा आफ्नो श्रीमतीलाई लुकाएर लाइभमा कोइनको लागि विदेशी केटीसँग फेक कपल बनाएर यसलाई अरू त इङ्ग्लिस लेख्न आउँदैन गाइज, बनाएर त इङ्ग्लिस पनि उसमा लेखेको छ, यसले BANEYER बनाएर लेखेको छ भने यसलाई के एक बुद्धि भएको मान्छे यहाँ हेर्नु न, फेक एकाउन्ट बनाएर यो बुद्धि भएको मान्छे होइन, पुरै नेपाली लेख्नु नि लेख्नेले। FAK फेक कोइनको लागि अरे, COIN कोइनको लागि अरे के। ल ठिक छ, कोइनको स्पेलिङ ठिक छ, KO को पनि मिलेकै छ, ल ठिक छ। आफ्नो यहाँ हेर्नु गाइज, जो अरू कसैको चेलीबेटीको फोटो पनि युज गरिएको छ यहाँ है। फेक एकाउन्ट सुनिराख, नेपालमा टिकटक लिगल छ, सो केस गर्न मिल्छ। मेरो बुढी र मेरो गर्लफ्रेन्ड वाट एभर मैले बे गरेको छैन, अब यसले बे गरेको प्रमाणित गरेको छ, मण्डपमा गएर कहाँ बे गरेर रहेछु मैले, यसले प्रमाणित गरेको छ गाइज। दिन आउँछ होइन, दिन आउँछ, कन्टेन्ट चाहिएको यसलाई, इट्स ओके। तर मेरो एउटा रिक्वेस्ट छ ब्रदर, मेरो गर्लफ्रेन्ड होस् कि मेरो बुढी होस् कि मैले मेरो बुढीको फोटो प्राइभेट अहिलेसम्म गरेको छैन, पब्लिक। अर्को कुरा रह्यो यो जो कोही अरूको चेलीबेटीको फोटो मेरोमा ल्याएर फलानुको बुढी भन्ने काम चाहिँ बन्द गर, यस्तो कुराले धेरै इफेक्ट पर्छ, बुझ्यौ नि। त जस्तो दुनियाँथरी गर्ने केटा मान्छे पनि होइन म, दुनियाँ गर्लफ्रेन्ड बनाउँदै हिँड्ने खालको केटा मान्छे पनि होइन म। एउटा होस्, राम्रो होस्, इज्जत होस् भन्ने मान्छे हो, बुझिस्। यहाँ बुझ्दा हुन्छ, सबै चेलीबेटीहरू आएका पनि हुन्छन्, जज गर्ने हुन्छन् कि मलाई। साइबर स्वतन्त्र राणा एकदमै दाइ, म जान तयार छु, म भोलिबाट लाग्छु यो विषयमा, भोलिबाट लाग्छु। अनेस्टली दुईटा आइडी छन् गाइज, एउटा सेमी निशान्त राई भन्ने आइडी, अर्को दुर्गा थापा .210 कि 230 दुर्गा .थापा 210। यो आइडीको लागि चाहिँ भोलि चाहिँ म जान्छु गाइज, म आफै जान्छु, के रहेछ त होइन। र अर्को कुरा, जो कसैको अरूको छोरीबेटीको फोटो जो कसैसँग जोड्न राम्रो मानिँदैन, किनभने म एउटा छोरा मान्छे हो। इभन म त हुनेवाला मेरो बुढीको त मैले फोटो अहिलेसम्म पब्लिक गरेको छैन भने यो अरूको मान्छेको फोटो ल्याएर मेरो उसमा जोड्नुपर्ने कारण किन? फलानुसँग यस्तो थियो भन्दैनन् भोलिको दिनमा, नभएको कुरा पनि। नखाएको बिख खाने मान्छेले, नलागेको बिख लाउने मान्छेले। तेरो चाहिँ दिदीबहिनी छ कि छैन, रेस्पेक्ट भन्ने कुरा छ कि छैन? फेक एकाउन्टहरू केस हालिदिनु दाइ। गाइज अनेस्टली यस्तो केस एक्सेप्ट हुन्छ भने प्लिज म हम्बल रिक्वेस्ट छ, म जान तयार। यदि मलाई कसैले आइडिया दिनुहुन्छ भने म भोलि चाहिँ म जान्छु नै गाइज, एकचोटि साइबर ब्युरोमा यो आइडी लगेर चरित्र हत्या अनि मेरो फ्यामिलीको दुनियाँ बदनाम। मेरो फ्यामिली भन्दा नि कुसुमको र मेरो अहिले चाहिँ मेरो र कुसुमको पछि लागिरहेछौ क्या तिमीहरू। किन के को दुश्मनी हो तिमीहरूलाई? कुसुमले घर बिगाड, कसरी घर बिगाड देखेछौ तैँले? कुसुमले चाहिँ यस्तो देख्दा गाइज, यस्तो देख्दा कसलाई रिस उठ्दैन? बिचरा यो बहिनी हो, मैले बहिनी कालु भन्दै बहिनी भन्दै मैले जिस्किरा हुन्छु। त्यो आफ्नो कहिले पनि मैले तपाईँहरूलाई भनेको छु गाइज, यो मेरो गर्लफ्रेन्ड हो, मलाई गिफ्ट आना हो प्लिज, मलाई गिफ्ट आना हो प्लिज भनेको छु त मैले हजुरलाई। कोइनको लागि नक्कली गिफ्ट के अरे कोइनको लागि नक्कली गर्लफ्रेन्ड बनायो अरे के? वाट एक यार। फेक एकाउन्ट अहिले आइज कि लाइभमा बस। अनि कुसुमको कुरा यहाँ हेर्नु गाइज, यसरी राखेको छ कुसुमको फोटो चाहिँ, यसरी राखेको छ। कुसुमले घर बिगाड्यो अरे। खो यो केही बोल्नु छ गाइज? केही बोल्नु छ नि यो विषयमा? अब मैले भनिहालेँ गाइज, दुईटा आइडी
निशान्त राई, दुर्गा थापा, दुर्गा डट थापा 210 अनि निशान्त डट राई 06 यी दुईटाको चाहिँ भाइ जो कसैको फोटो राख्नुभन्दा पहिला पनि सोचेर राख्नु होला है। म तिमीहरू जस्तो कन्ट्रोभर्सी चाहने मान्छे होइन, बुझ्यौ नि प्लिज। टिकटक फ्रम दि म्युजिकल्लीबाट मैले टिकटक चलाउन थाले हो। बिचमा म मेरो पढाइको कारणले मैले टिकटक चलाएको थिइनँ है। गीडित व्यक्तिहरू गीडित कुरा नसुनेकै राम्रो भाइ होइन त यार। यिनीहरूलाई लाइक्स र भ्यू चाहिएको भने नि अनेक थरी कुरा बनाएर बोल्ने, जसलाई जे भन्दै पनि हुने, जसको छोरीबेटी ल्याएर जोड्दै पनि हुने, जसको दाजुभाइ ल्याएर जोसँग जोड्दै पनि हुने। वाट्स गोइङ अन यार, दिस इज नट राइट गाइज। मलाई चाहिँ मन पर्दैन यो कुरा चाहिँ। प्लिज हम्बल रिक्वेस्ट चाहिँ यस्ता खालको। अर्को कुरा त्यो बहिनीको कालुको बारेमा क्लियर गर्न चाहन्छु। त्यो काली बहिनीलाई मैले कहिले पनि मेरो गर्लफ्रेन्ड भनेर भनेको छैन गाइस। बहिनी अभिषेक दाजु भन्न लागिरहेको हुन्छ बिचरामा, बुझ्नुभयो। तपाईँहरूले मन पराएर दाइ जोड्नु न कालुसँग गेम खेल्नु भनेर म गेम खेलिरहेको हुन्छु। इभन त्यो बहिनीसँग मेरो न टेक्स्ट हुन्छ, ऊ म लाइभ आएको चाहिँ आइरहेको भने जोड्छ उसले मलाई, म जोइन हुन्छु र ऊ लाइभ आएको रहेछ भने मैले जोइन गर्ने, त्यति हो। कुनै पनि न फेक कपाल बन्नलाई रेडी छौँ, न कुनै कसैले कोइन देला भन्ने आश पनि छ हो। मलाई त कस्तो आश पनि छैन। यति कुरा चाहिँ गाइस, नेपालमा नेपालीहरू यति घटिया मान्छेहरू छन्। म आफै दङ खाएको ब्रदर। यो देख्दाखेरि भोलि जानु हुँदै केस गर्नु जान्छु गाइज। अनेस्टली जे हुन्छ टिकटकमै हुन्छ। अनेक नाना थरी आज भोलि गाह्रो छ अरे, कोल्पु ठिटो। आई डोन्ट नो ब्रदर। म कहिले पनि मैले भने नि, मलाई जहिले पनि अनेक कुरामा फसाइन्छ। यो पल्ट चाहिँ फेरि यो कुरामा आइपरेका छन् कि आफ्नो बुढी लुकाएर, ओ भाइ तैँले बुढी चाहिँ तैँले मेरो चाहिँ बिहे कहिले गर्दिस्, 35 वर्षको भनेर पनि तोकेको रहेछस्। अनि तैँले मेरो बिहे चाहिँ कुन पार्टी प्यालेस, कुन मण्डपमा लिएर, कुन मन्दिरमा गएर बिहे गर्दै रहेछस् हो तैँले। टोटली हरासमेन्ट हो यो भनेको गाइज, बुलिङ हो यो भनेको। मेरोमा कसैले गिफ्ट हाने भन्दैमा गिफ्ट हाने मान्छे होइसिन्छ त्यहाँ माथि। मेरो दिदी होइसिन्छ, एन्जल सिस होइसिन्छ।